एउटा हामीले गम्बरो डिजिज भनेर पढाएको छ नि होइन, गम्बरो डिजिज इन्फेक्सियस पर्सल डिजिज पनि भनिन्छ होइन है। अब गम्बरो डिजिज पनि भयो भने होइन, त्यो डिजिजमा अब हामीले हेर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ एउटा त अब वर्षा भयो होइन, वर्षा अब के हुन्छ सुनिन्छ, अरू के पोस्टमर्टम लेसन देखिन्छ गम्बरोमा होइन फाइनाक्समा त्यो हुन्छ हेमोरेज है। जस्तै अब यो ब्रेस्ट पार्टहरू भयो होइन है, ब्रेस्ट मसल यस्तोहरूमा पनि के देखिन्छ भन्दाखेरि चाहिँ रगतहरूको चाहिँ धप्पा हेमोरेजहरू देखिन्छ यो पोर्सनहरूमा। त्यसपछि थाई मसल्सहरूमा अनि योहरूमा पनि के देखिन्छ भन्दाखेरि चाहिँ हेमोरेजहरू चाहिँ देखिन्छ। अर्को भनेको अब त्यो त्यसै गरी यो एभियन इन्फ्लुएन्जाको केसमा पनि है, एभियन इन्फ्लुएन्जाको केसमा पनि जस्तै अब एउटा त त्यो भयो बाहिरबाट हेर्ने बित्तिकै थाहा हुन्छ त्योबाट पनि। अर्को भनेको यिनीहरूमा पनि के हुन्छ भन्दा चाहिँ पिन पोइन्ट हेमोरेजहरू देखिन्छ है, पिन पोइन्ट हेमोरेजहरू चाहिँ होइन। यिनीहरूमा चाहिँ त्यो पर्सल डिजिजहरूमा चाहिँ प्रायः पेटिकियल हेमोरेजहरू देखिने र यो एभियन इन्फ्लुएन्जाहरूमा प्रायः के देखिन्छ भन्दा चाहिँ पिन पोइन्ट हेमोरेजहरू चाहिँ यो ब्रेस्ट मसल्सहरूमा अनि त्यसपछि यो थाई मसल्सहरूमा पनि देखिन्छ है। अर्को भनेको अब जस्तै अब मारेक्स डिजिज भन्छौँ नि होइन, मारेक्स डिजिजमा चाहिँ अब जस्तै प्यारालाइसिसहरू पनि हुन्छ होइन। त्यो के कारणले गर्दा भन्दाखेरि चाहिँ जस्तै यहाँनिर होइन है, यो सियाटिक नर्भ जुन भन्छ नि होइन, यो हेर्छौँ नि होइन, यो सियाटिक नर्भ कि यो काटिहाल्यो है, यो सियाटिक नर्भ यतातिर पनि छ हेर न, छ नि होइन। यो सियाटिक नर्भ हो कि यो के हुन्छ भन्दाखेरि चाहिँ स्वेलिङ हुन्छ, के हुन्छ स्वेलिङ हुन्छ, पुरा सुन्निएको हुन्छ। यो चाहिँ अहिले के छ एकदम नर्मल, मारेक्स डिजिजमा यो चाहिँ एकदम सुन्निएको हुन्छ हेर्दाखेरि चाहिँ। यो अहिले नर्मल छ, यो हेर्दाखेरि चाहिँ अहिले के छ पुरा नर्मल छ है, अहिले ठिक छ यो है। तर नर्मल यो अहिले नर्मल छ होइन, नभए के हुन्छ भन्दा एकदम सुन्निएको हुन्छ है। यही यो के हो भन्दाखेरि चाहिँ यसलाई सियाटिक नर्भ भनिन्छ है। मारेक्स डिजिज भयो भने त्यहाँबाट चाहिँ त्योबाट हामीलाई थाहा हुन्छ। अब हामीलाई चाहिँ भने भन्दाखेरि चाहिँ हार्ट होइन है, हार्ट है होइन है। यहाँनिर हेर त योहरूले एपियरेन्स यसको हेर त फ्लुइड हो, यस्तो फ्लुइडहरू जमेको होइन। यो के कारणले गर्दा हुन्छ भन्दाखेरि चाहिँ यस्तो हेर त एपियरेन्स हेरिरहेछौँ नि है, यस्तो के भन्छ क्लाउडी एपियरेन्स छ नि होइन। यो हार्ट होइन, हार्टको वरिपरि छ नि, यसलाई चाहिँ के भन्छ पेरिकार्डियल होइन, पेरिकार्डियल स्याक भयो है। त्यसपछि यहाँनिर फ्लुइड पनि देखिरहेको छु, त्यो पेरिकार्डियल के हो फ्लुइड होइन। यो के कारणले गर्दा हुन्छ भन्दाखेरि चाहिँ प्राय इकोलाई त्यसपछि साल्मोनेलोसिस पढाएको छ नि होइन, इकोली पनि हो। यो त्यो कारणले गर्दा यो खासमा चाहिँ हुने भनेको त्यो दानाहरू यिनीहरू हामीले जुन दानाहरू खुवाउँछौँ नि त्यो दानाले गर्दा हो। त्यो दानाको क्वालिटी यदि राम्रो छैन उनीहरूले के गर्छ भने त्यो मेनली त्यो ढोसी परेको दानाहरू हुन्छ नि उनीहरूले चाहिँ प्रायः प्रयोग गर्छ होइन। अनि त्यसले गर्दा चाहिँ के हुन्छ भने चाहिँ पछि चाहिँ कुखुराहरूमा चाहिँ समस्या देखिन्छ। यो भनेको त्यही हो। यस्तै देखियो भने त्यो के बुझ्नु भन्दाखेरि चाहिँ इकोलाई र अर्को भनेको साल्मोनेला इन्फेस्टेसन। र प्रायः यो साल्मोनेला भनेपछि त्यो के हो वाटर बर्न फुड बर्न डिजिज होइन। साल्मोनेला भनेपछि पाइने भनेको पनि त्यही हो। र अर्को भनेको यस्तोरी एब्डोमेनहरूमा पनि यसरी फ्लुइडहरू जमियो भने त्यसलाई अर्को टर्म के भनिन्छ भन्दाखेरि चाहिँ एसाइटिस सुनेको छ नि, एसाइटिस होइन है। त्यो पनि त्यहाँबाट चाहिँ एसाइटिस भएको छ भने त्यो पनि थाहा हुन्छ। अर्को भनेको अब यो लिभरहरूमा जस्तै लिभरहरूको लिभर वरिपरि त अहिले छैन होइन। अब हामीले यहाँबाट ओपन गर्दाखेरि चाहिँ लिभर वरिपरि थिएन, लिभर वरिपरि भएको त्यसपछि त्यसलाई हामीले के भन्छौँ पेरी हेपाटाइटिस है, पेरी हेपाटाइटिस। पेरी भनेपछि के हो एराउन्ड है, यो वरिपरि भएको हो, त्यो चाहिँ छैन है।
अर्को भनेको अब हामी यसलाई चाहिँ अब ओपन गर्ने यसको पोज थाहा छ नि यो जस्तै तल ब्लन्ट हुन्छ होइन माथि पोइन्टेड हुन्छ यो तल हामीले जहिले पनि टिस्युहरूमा युज गर्दाखेरि चाहिँ ब्लन्ट पार्ट जुन हुन्छ त्यो तल राख्नुपर्छ किन राख्नुपर्छ थाहा छ हो इन्जुरी नहोस् है यो जस्तै अब मैले यो युज गरेको भए त अब मलाई भित्र कुनै अर्ग्यान काटिन्थ्यो होला अब मलाई त धेरै अर्ग्यानहरूको काम छ होइन त्यही भएर